घोगी खोज्नेहरू छन् है ल यहाँनिर सट्ट आज घोगी खोजे छन्। यो हाम्रो केर्खा खोला हो। सानोमा यो ठुलो थियो है, अहिले चाहिँ घटेर सानो भएको छ। माथि बानमा थुनेको छ र यो सानो भएको हो। नत्र भने यहाँ माछा, घोगी, गङ्गेटा, सर्पा पनि हुन्छ। सर्पा त सर्पा हुँदो रहेछ। सर्पा जस्तै माछा पनि हुन्छ है। यहाँ त सर्पा पनि माछा पनि चिनिँदैन कोही बेला त। सिपी पनि पाउँछ। सिपी ल ल ल यसरी निकाल्नुपर्छ नि त। यता आयो त खोइ आयो कि आएन है। अबि भ्यागुता आएछ। उयो आएछ घोगी आउँछ। यसरी मार्नुपर्छ नि। सिपी पनि सानो सानो रहेछ। यस्तो यस्तो पानी बग्दा माथि हुन्छ के। त्यहाँ छैन कान्छी, त्यहाँ सिसा छ जस्तो लाग्यो। यस्तो बगाउनु छ है। यस्तोमा हुन्छ के। घोगी मार्ने टोली आएर च्यापा लाएर हिले पर्यो। त्यहाँ कोटाउनु न। घोगी टिप्ने टोली ल हेरौँ सब पानी मुनिको जीवदेखि लिएर पानी माथिको जीव सब खाएर सक्ने मान्छेहरू छ है यहाँ लिएर। ए के बताऊ फेरि हात सिसाले काट्यो। ए त्यति घोगी टिप्दा त सिसाले पनि काट्छ क्या। ओहो यस्तो जोखिम हुन्छ। जोखिमको बावजुद पनि यसरी खोजेर खानु भनेको हामी खतरा हो नि त। यस्तै त भनेको हो कि त यही त। यसलाई सुप खाँदाखेरि सुरुप सुरुप यति हुँदैछ। घोगी आयो रे भाइ आयो रे घोगी खोज्यो माछा मार्दै पानी खाने बाँसघारी अलिअलि मात्रै खोज्यो क्या। भेटिसक्यो ऊ त्यहाँ छ अरे। भुसा त आएन एउटा। मनसुनको बाह्र होइन त्यहाँ चाहिँ होला कि यहाँ एक दुईवटा रहेछ। छ खै त्यसो हेरौँ मजाले स्याट्ट लाएर ल झोलाभित्र छिर्यो। कालो कालो परेको रहेछ अर्कै खालको कति थरीको माछा नि हो हुन्छ काँडा पनि रहेछ ल। यस्तोमा कन्फर्म हो। यस्तोमा कन्फर्म पाउँछ ल कोट्याउ त त्यसो हेरौँ त घोगी कुनै ठाउँ हुन्छ कुनै ठाउँ हुँदैन। त्यो पनि यस्तो बग्दो पानीमा बिस्तारै खानुपर्छ। दुईवटा निक्लिहालेको छ। देख्नु भयो यो घोगी।
दो गङ्गी बड्का बड्का खाने कसरी खान्छ अरे सो देखाउ त यहाँ काट्ने यसलाई धुने यो सेतो हुन्छ नि गर्दै खाने त्यसरी पुत्याइन ऊ बाँदरको बच्चा कुदे बाँदर दुईटै भनेको अरे कसरी ठिकै पुरा खैरेको जस्तो पो बोली आयो ठिकै खैरेको बोलीले आयो है ठिकै ठिकै बाँदर खेदाउँदै हुन्छ नाम्रो अरे भाग्यो नखेदाउनु न हौ नखेदाउनु न दोस्त केही गर्दैन बाँदर टोक्दैन कसरी चाहिँ बाँदर आएको अहिले हाम्रो यो ठाउँमा पहिला बरु एकछिन आउँदैन म त थाहा त बाँदर आयो भने त अनि काल त उठाउँ बाँदर सत्र लक्षण हो नि त तर त्यो भने मात्र हो त्यो जोगुकोमा आमाले कस्तो धर्म देखि खोजेको छैन होला मान्छेले यो त्यही भएर धेरै रहेछ है सिपी त्यहाँ सिपी धेरै निकालियो भने त एक गोजी भएर कति भयो अरे छैन पहिरो यहाँनिर ठुटा छ यहाँ मेरो खुट्टामा ठुटा छ चिसो छ र त्यति चिसो जस्तो लाग्यो नि त मलाई पानी एकचोटि छिरिहाल्नु न चिसो छ कि छैन माथिसम्म भिज्छ चिसो हुन्छ होला तल हेर्दा यहाँ त कति हो नि हजुर तल त अनि पानी सानो गहिरो छ त गहिरो पनि यहाँ भिजाइन्छ पुरै हजुर। कम्मरसम्म फुल्चाबाट चोरी निस्केपछि चाहिँ तोरीबारी यति छ कि अहिले यो सिजनमा ठ्याक्कै तोरीबारी हुने सिजन रहेछ तातै तोरीबारी नै तोरीबारी ता माथि माथि सबै ठाउँ तोरीबारी के भयो करेन्ट चाहिँ यहाँ हान्यो भने माछा त एक डोको आउँछ होला यहाँ त हानेको छैन जस्तो छ पहिले यति कुनादेखि निस्किउँ न हौ अब त छ है टन्नै त्यो अलिक भित्र छ नि कुना छोड्नै मानेन त त्यहाँ के छ त्यति साह्रो सिपी धेरै छ रहेछ कि क्या हो ल ल ल कति भयो कान्छी कति केजी भयो होला है भयो कि हाम्रो जम्मा 1.5 केजी 2 केजी चाहिँ होला भयो हो ल कस्तो मजा आउँछ है खानुभन्दा खोज्नु मजा आउँछ यहाँ सिपी छ यहाँ सिपी त छ तर धेरै ढिपी रहेछ नि त बहुत निक्लिनमा धेरै ढिपी सिपी त एउटा चाहिँ पाइयो है मैले सानो एउटा त्यहाँनिर तातो त पानी अब गहिरो छ लग्यो सिपी टन्नै छ यस्तो त चलाभरि घुम्की र सिपी तपाईँ पनि
यसो देखाउनु भने हामीले यस्तो गरेर हो र ल हामी पनि देखाउनु अरे नि त हामी त खोल्सा खोल्सी केटा चल्छ रिङ केटा भन्दै हामी त घोकी पक्रिनु पो यहाँ यस्तो आइरहेको छौँ है घोकी र सिटी माछा हिजो मारि करेन्ट लाएर